तिमीलाई मिठी कसले ल्याइदिएको? बाबाले। बाबा कहाँबाट आउनुभएको? कताबाट? विदेशबाट। ए अनि मलाई छ कि नै त मिठी? मलाई छैन। तिमीले मात्रै खायौ? मुखभरि लायौ? ए अनि मुखमा लाउने हो त? मुख धोइदै गर्ने? अनि धेरै मिठी खायो भने त दाँत किराले खान्छ, के गर्ने? बुरुस गर्ने? ए अनि त्यति धेरै मिठी खाँदा त तिमीलाई खोकी लाग्छ? तिमीलाई खोकी लाग्यो भने के गर्ने त? ल भन त मामुलाई। तिमीलाई खोकी लाग्यो भने के गर्ने? तिमीले कतिवटा खायौ मिठी? एउटा मात्रै? अनि तिम्रो दिदीले खाइ कि नै त? तिम्रो दिदीले नि खानुभयो? कतिवटा खानुभयो त? एउटा दुईटा? ए अनि हो र? ए अनि तिम्रो त यहाँ नाकमा पनि लायो मिठी, यहाँ मुखमा लायो, हातमा लायो, अब के गर्ने? अब धोइ गर्ने? ए कहाँ धुन्छौ त हात? कता? सक्छौ? सक्दिन्यौ? यता आउ नजाऊ, त्यहीँ बच्चा मामुले धोइदिने। तिमी धुन सक्दिन्यौ के? तिमी धुन सक्छौ? कसरी धुन्छौ त? ल भन त मामुलाई। यता हेर न। कता छ बुझी? है मरेछ बुझीले। कसले मारिदियो बुझीलाई? बाबाले? कहिले? ए बिचरा दुख्यो त्यसलाई अया भयो। दबाई लगाइदिने? ए भोलि दबाई लगाइदिने? त्यसलाई नि हस्पिटल लाने दबाई गर्न? ए हो र? अनि त्यो गरेर रुन्छ?